Hi everyone, welcome back to my channel. मेरो नाम चाहिँ स्वस्तिका and मैले आज चाहिँ सुरुमै भन्छु please to subscribe and like to my channel. आज चाहिँ मैले एउटा यहाँ भन्न लागेको मैले मेरो त्यो पिम्पल्स एक्नीहरूको यहाँ अस्ट्रेलिया आएपछि मेरो फेसमा एकदमै धेरै पिम्पल्सहरू भयो, एकदमै धेरै एक्नीहरू भयो है। किन भयो भनेर पनि म भन्छु। अनि कतिसम्म थियो भनेर चाहिँ मैले यहाँ फोटोहरू लगाइदिन्छु सो यु क्यान सी। अनि त्यसपछि मेरो अहिले चाहिँ हल्का मात्रै छ, यु क्यान सी यहाँ हल्का दागहरू पनि छ। अनि यो ठाउँमा पनि ओके, मैले पहिला यो मेरो मोइस्चराइजर लाउँछ अनि देन मैले देखाउँछु ल। अनि कस्तो भयो क्या, किनभने हाम्रो नेपालको धेरैजनालाई हुँदो रहेछ भन्ने पनि मैले थाहा पाएँ है। हाम्रो नेपालको हावापानी अझै हामी यस्तो के हिल्ली एरिया भन्दा पनि अझै हामी बुटोल साइड तराई एरियामा बस्नेलाई यहाँ आएपछि एकदमै हुन्छ, यो चाहिँ एकदमै फेस गरेको हुन्छन् है। किनभने हिमाली भुइँमा बस्ने मान्छेको हावा पनि हल्का मिल्छ होला, किनकि एकदम ड्राई प्लेस भयो। नत्र चाहिँ अब म चाहिँ पाल्पाबाट आएको मान्छे होइन, पाल्पा अनि मोस्ट अफ द टाइम म बुटोल बस्ने मान्छे, त्यही भएर त्यहाँको हावापानी र यहाँको हावापानी त एकदमै फरक भयो नि त। त्यही भएर पनि एकदमै पिम्पल्सहरू आउने अनि दागहरू बस्ने भइरहेको थियो है, भइरहेको पनि छ अझै पनि। अनि अति भएर लाइक 3-4 मन्थसम्म त मैले जान्छ 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 भनेर बसिरहेको थिएँ। किनभने मेरो पहिल्यैदेखिको स्किन कस्तो थियो भने नर्मल स्किन टाइप थियो। अनि मैले केही पिम्पल्सहरू आयो भने पनि त्यो लोसन मैले त्यस्तो केही एक्स्ट्रा केही पनि लगाएको थिएन, बडी भयो मैले एलोभेरा जेल लगाइदिन्थेँ एन्ड इट युज टु बी लाइक भेरी नर्मल भइसक्थ्यो क्या मेरो स्किन। बट यहाँ आएपछि त ओ माई गुडनेस, नथिङ वर्क। मैले एलोभेरा जेलहरू पनि किनेर ल्याएर गराएँ, नथिङ वर्क्स। अनि मलाई चाहिँ पछि थाहा भयो कि बिकज अफ हावापानी कम्प्लिटली चेन्ज भएको भएर मेरो स्किनको टेक्स्चर पनि एकदमै चेन्ज भयो। र अनि मैले नेपालबाट ल्याएको मोइस्चराइजरहरू सनस्क्रिमहरू केही पनि काम लागेन। ओके, मैले देखाउँछु मैले नेपालबाट कुन मोइस्चराइजर र सनस्क्रिम ल्याएको थिएँ। यो डर्मासिल्टको मोइस्चराइजर सनस्क्रिम अनि फेस वास मैले तिनटै लिएर आएको थिएँ है। अनि यो 50+ वाला नै हो, UBA 28 लेखेको छ अब यो, अनि PA ट्रिपल+ छ है। मैले यसैको नै मैले सनस्क्रिम मोइस्चराइजर अनि फेस वास लिएर आएको थिएँ। बट मलाई चाहिँ त्यस्तो काम दिएन है यसले। अब किन काम दिएन आई डोन्ट नो। अनि मैले नेपालमा यो युज गर्थिनँ है, यो चाहिँ युज गर्थिनँ। मैले चाहिँ नेपालमा के गर्थेँ भने के को पतञ्जलीकै के अरे पतञ्जलीको त्यो एलोभेरा जेल लगाउँथेँ। अनि त्यसपछि पपायाको सनस्क्रिम लगाउँथेँ है। त्यो पपायाको सनस्क्रिम पनि छ मसँग यहीँ सानो चाहिँ लिएर आएको छु, बट त्यसले चाहिँ यहाँ केही पनि काम गर्दैन, उहाँ मलाई पुग्थ्यो। अनि त्यसपछि फेस वास त मैले त्यस्तो यही नै भन्ने चाहिँ थिएन, मैले जुन पनि युज गर्थेँ त्यस्तो मलाई त्यस्तो पनि थिएन है। अनि यहाँ आएपछि त एकदम भयो। अनि मैले अभियसली अब यो त एकदम राम्रो भन्ने भएर मैले लिएर आएको थिएँ। मेरो मम्मीको पनि एकदम त्यो चायाहरू भएको, त्यही भएर योवाला ब्रान्ड डर्मेटोलोजिस्टले नै रिकमेन्ड गर्नुभएको थियो। त्यही भएर मैले त्यही मम्मीले जहाँबाट लिइराख्नुहुन्थ्यो जुन फार्मेसीबाट, त्यहीँबाट नै तिनटै लिएर आएको थिएँ होइन। बट यसले भएन। एन्ड देन म यहाँ आएपछि ट्राई अनि त्यसपछि मसँग पतञ्जलीको त्यो थिएँ एलोभेरा जेल थिएन। सो मैले पतञ्जलीको एलोभेरा जेल पनि किनेर, यो चाहिँ सेकेन्डवाला हो है, फर्स्टवाला भ्याइसकेँ भएन। अनि यो पतञ्जलीकै यो थिएन, मैले ल्याएको थिएन, सो मैले यहीँ आएर किनेँ बट भएन। सो मलाई लाग्यो कि अनि मेरो कस्तो भयो भने पिरियड्सहरू पनि तलमाथि हुन थाल्यो, लाइक 4-5 दिन लेट हुन थाल्यो, 2-3 महिना नै लेट हुँदै गयो। सो हर्मोनलको कारणले हुन्छ कि भन्यो। एन्ड देन कस्तो भयो भने एकचोटि ब्लड टेस्ट गरौँ न त भन्ने भयो। एन्ड अभियसली ब्लड टेस्ट त हाम्रो यो इन्सुरेन्समा कभर हुन्छ। सो मैले ब्लड टेस्ट पनि गरेँ। ब्लड टेस्ट गर्दा चाहिँ मलाई त्यो हर्मोनल
केही पनि देखिएन मलाई चाहिँ अभियसली अब आइरन कमी देखियो होइन आइरन कमी छ भने अब खानपान मिलेन अब त्यो आइरन कमी छ भने आइरनको कमी चाहिँ मलाई नेपालबाटै थियो मैले ट्याब्लेट लिएर नै आएको थिएँ त्यो सकिसकेको थियो सकेपछि फेरि चेक गर्दा फेरि देखाइसक्यो अनि त्यो यो पिम्पल्सको रिजन चाहिँ कुनै हर्मोन होइन भनौँ भने होइन त्यो भइसकेपछि ओके अनि मैले सोधेँ के रिकमेन्ड गर्नुहुन्छ मलाई यस्तो भयो वहाँको हावापानी त्यस्तो ड्राई थिएन यहाँको हावापानी एकदम ड्राई भएको कारणले हो भन्ने भइसकेपछि त्यो इन्डियन डर्माटोलोजिस्ट थिए है त्यहाँको डर्माटोलोजिस्ट चाहिँ इन्डियन थिए अनि त्यसपछि उसले भन्दाखेरि यो क्युभी भन्ने यो ब्रान्डको चाहिँ तिमीले मोइस्चराइजर युज गर्नको लागि रिकमेन्ड गरेर मैले चाहिँ यो मोइस्चराइजर युज गर्न थालेको छु अनि यो चाहिँ मलाई किन पनि ट्रस्ट लाग्यो भने मैले जहाँ काम गर्छु नेचर डिसेबिलिटीमा काम गरेको छु त्यहाँको क्लाइन्ट्सहरूलाई पनि यो ब्रान्डको प्रडक्ट्सहरू युज गरिदिएको मैले देखिरहेको हुन्छु क्या सो यो चाहिँ अनि मैले यसको बारेमा हल्का गुगलमा रिसर्च पनि गर्दाखेरि राम्रो भन्ने कुरा थाहा पाएँ यो चाहिँ अब सेन्सिटिभ स्किनकै लागि अनि मेड इन अस्ट्रेलिया नै भयो यसबाट मैले थाहा पाएको मैले रियलाइज गरेको मेबी इट्स नट कम्प्लिटली ट्रु बट के लाग्यो भने मलाई तपाईँ जुन ठाउँमा हुनुहुन्छ नि त्यसको प्रडक्ट चाहिँ त्यही इन्भाइरोमेन्टलाई सुट हुने बनाइएको हुन्छ जस्तो लाग्यो कि अनि मैले यो लगाउन थालेपछि मेरो स्किन एकदमै चेन्ज हुन थाल्यो नाउ यु क्यान सी अब यो अभियसली दागहरू त हुने नै भयो फिल्टर छैन अभियसली दागहरू त हुने नै भयो अनि स्टिल यो अब हल्का पिम्पलहरू आइ नै रहेको छ यहाँ होइन यता छ बट दागहरू चाहिँ धेरै गयो अनि सनस्क्रिन पनि मैले यो SPF 50 यो कोल्समा गएर योवाला सनस्क्रिन लिएँ होइन अल्ट्रा सनस्क्रिन भन्ने योभन्दा पहिला मैले कुन युज गर्थेँ भने यो अझै छ अझै भ्याइसकेको छैन यो बोन्डाई स्यान्डको यो SPF 50 ब्रोड स्पेक्ट्रम नै युज गर्थेँ होइन यो ब्रोड स्पेक्ट्रम त लेखेको युज गर्नु नै पर्ने रहेछ यहाँ खै अब यो किन्दाखेरि यो पनि सँगै किनिसकेको है अनि यो हजुरले जहाँ पनि पाउनुहुन्छ अब केमिस्ट वेयर हाउस इज द बेस्ट प्लेस टु बाई अब त्यहाँभन्दा बाहिर पनि पाइन्छ त्यस्तो नपाइने होइन कोल्स वुलवर्थमा पनि पाइन्छ मैले कोल्सबाट नै ल्याएको दुइटा एकै ठाउँबाट लिएर आएको है अनि त्यसपछि त्योभन्दा अरू चाहिँ मैले युज गर्ने भनेको यो एउटा 12% एजिलिक एसिड क्रिम यो युज गर्छु नट रेगुलरली वन्स इन अ विक किनभने मलाई त्यस्तो रेगुलर अनि यो सेन्सिटिभ स्किनकै लागि भनेको छ होइन योभन्दा अरू युज गर्ने भनेको त यही पतञ्जलीको अल टाइम नट अहिले त मलाई त्यस्तो फेभरेट भन्ने त छैन अल टाइम युजेबल भन्छु होइन त्यस्तो छ त्यही भएर हजुरको स्किनको केयर चाहिँ गर्नु होला मैले सुरुमा चाहिँ हेल्चेक्राई नै गरेँ है मसँग यिनी प्रडक्ट्सहरू जो नेपालबाट ल्याएको थियो मैले त्यही नै युज गरेँ अनि पिम्पल्स आउने अभियसली मेरो बानी भनेको मैले देखिसक्न सक्दिनँ मैले यो यहाँ देखेको चाहिँ मैले कतिखेर फुटाल्छु मलाई थाहा छैन यिनी मैले त चलाइरहेको भएर यस्तो आएको होइन अनि अर्को कुरा चाहिँ कस्तो हुन्छ भने अभियसली पिम्पल फुटाउनु हुँदैन भन्छन् बट आई कान्ट हेल्प माइसेल्फ इन दिस थिङ आई कान्ट सो द अदर थिङ आई हेभ इज कहाँ छ कता भयो भर्खरसम्म थियो आउ सरी यो पिम्पल प्याच भन्ने मसँग मैले दुईचोटि मगाइसकेको छु यत्रो कति धेरै छ एउटा हरायो अनि त्यसपछि यहाँभित्र पनि थुप्रै हुन्छ यहाँ अरू पनि छ होइन यति हो सो यिनी तिनवटाले मेरो पिम्पल्सहरू कन्ट्रोल हुँदैछ अब पछि मैले अपडेटेड भिडियोजहरू बनाउँछु त्यति बेलाको सम्मको लागि बाई बाई हेभ अ ग्रेट डे एन्ड प्लिज डु फलो एन्ड सब्सक्राइब टु माई च्यानल